नेक्स्ट च्याप्टर इज पावर क्यारिङ डिभाइस च्याप्टर 3 है। केबल भनेको अब यो च्याप्टरमा केबल भनेको के? केबल इज बेसिकली एन इन्सुलेटेड कन्डक्टर एक्सटर्नली प्रोटेक्टेड एगेन्स्ट मेकानिकल इन्जुरी, मोइस्चर इन्ट्री एन्ड केमिकल रियाक्सन। योहरू पढ्नु होला तपाईँहरू। अब केबलको कन्स्ट्रक्सन हुन्छ, यो पावर सिस्टममा पनि पढ्नु भएको होला तपाईँहरू। कोर हुन्छ, इन्सुलेसन हुन्छ, मेटालिक शीट हुन्छ। यो पोइन्टहरू पढेर मजाले बुझ्न सक्नुहुन्छ। जस्ट म आफ्नो बनाएको नोट देखाउनलाई मात्र म यो भिडियो बनाएको हो। त्यस्तो पढाउने इन्टेन्सन पनि छैन मेरो। तपाईँहरूलाई सजिलो होस् भनेर मात्र म यो भिडियो बनाइरहेको छु है। यो मेटालिक शीट योहरू हेर्नु होला। ग्रिडिङ हुन्छ, आर्मोरिङ हुन्छ, सर्भिङ हुन्छ। पज गरेर लेख्नु होला, नोट बनाउनु होला। यसले सजिलो हुन्छ एक्जाम टाइममा, किनभने यो पुरै थ्योरी थ्योरी छ, दिमाग खराब हुन्छ पढ्दाखेरि। टाइप्स अफ केबल हुन्छ, एउटा एकोर्डिङ टु भोल्टेज एबिसिडी, अब यो यति 5 वटा केबल हुन्छ। अर्को चाहिँ अब एडभान्टेज अफ इन्सुलेटिङ मेटेरियल, इन्सुलेटिङ मेटेरियलको सरी है, एकोर्डिङ टु इन्सुलेटिङ मेटेरियल केबल कति टाइप्सको हुन्छ, जस्तै भल्कनाइज इन्डियन, रबर भिआइआर हुन्छ, यो पनि पढ्नु होला। टफ रबर सेथेड हुन्छ, लिड सेथेड केबल हुन्छ, पोलिभिनाइल क्लोराइड पिभिसी केबल हुन्छ। त्यसै गरी एउटा क्रस लिङ्केज पोलिथिन एक्सएलपी केबल हुन्छ, पेपर इन्सुलेटेड केबल, ओइल फिल्ड केबल। एकोर्डिङ टु कन्स्ट्रक्सन, अब जस्तै कन्स्ट्रक्सनको आधारमा फ्ल्याट केबल हुन्छ, फ्लेक्सिबल केबल हुन्छ, आर्मोर्ड केबल हुन्छ। इक्जाममा सोध्छ है, योहरू पढ्नु होला, किनभने सोध्ने नोट मात्र म बनाएको छु। जस्तै इलेक्ट्रिकल केबल किन राउन्ड हुन्छ त्यो पनि हेर्नु, टु इन्क्रिज फ्लेक्सिबिलिटी एन्ड फिजिकल स्ट्रेन्थ, रिड्युस द इलेक्ट्रोस्टाटिक स्ट्रेस, कन्ज्युम लेस अमाउन्ट अफ इन्सुलेसन। यो चाहिँ हेर्नु होला है। वाइ हेलोजन फ्री केबल इज इम्पोर्टेन्ट फर फायर फाइटिङ, यो पढ्नु होला। अर्को चाहिँ केबल रेटिङ, कन्डक्टर साइज। अब कन्डक्टरको साइज कसरी सिलेक्ट गर्न सक्छौँ? करेन्ट क्यारिङ क्यापेसिटी हेर्नुपर्छ। अर्को चाहिँ करेन्ट विदाउट ओभर हिटिङ, सरी है, यो रिक्वायर्ड करेन्ट विदाउट ओभर हिटिङ। अर्को चाहिँ भोल्टेज ड्रप, सर्ट सर्किट रेटिङ हेर्नुपर्छ, टेम्परेचर रेटिङ हेर्नुपर्छ, मेकानिकल स्ट्रेन्थ, यसरी चाहिँ सिलेक्ट गर्छौँ। अब इन्स्टलेसन अफ केबल, देयर आर 3 मेथड्स अफ इन्स्टलिङ केबल। डाइरेक्ट लाइन हुन्छ, ड्रइङ सिस्टम हुन्छ अनि सोलिड सिस्टम हुन्छ। यो 3वटा सिस्टम, यो पनि सोध्छ है एक्जाममा। पोइन्टमा लेखिदिएको छु, मजाले पढ्नु होला, बुझ्नुहुन्छ तपाईँहरू। यसको एडभान्टेज डिसएडभान्टेज पनि रहेको छ है। स्क्रिनसट लिनुहुन्छ भने स्क्रिनसट लिनुहोस्, नोट बनाउनुहोस्। एकपल्ट नोट बनाएपछि याद हुन्छ है मजाले। अर्को ड्रइङ सिस्टम छ, यसको पनि म यहाँ पोइन्टमा लेखिदिएको छु, एडभान्टेज डिसएडभान्टेज लेख्नु होला। अर्को सोलिड सिस्टम पनि यहाँ छ है, मजाले हेर्नु होला, लेख्नु होला। अब लोकेटिङ केबल फल्ट, अब केबलमा फल्ट कसरी लोकेट गर्न सकिन्छ? अब कहाँ भएको छ फल्ट, के कस्तो, त्यो कसरी हामी लोकेसन पत्ता लगाउँछौँ है, त्यो चाहिँ यो एउटा हेर्नु होला, पढ्नु होला तपाईँहरू आफै मजाले। अब कनेक्टर, कनेक्टर भनेको के हो? यो पनि एक्जाममा सोध्छ, व्हाट इज कनेक्टर भनेर होइन। एन इलेक्ट्रिकल कनेक्टर इज एन electromechanical device used to join electrical conductor or create an electrical circuit. Conductor are generally classified into two types, thermal and pressure. Thermal भनेको यहाँ पढ्नु होला, प्रेसर भनेको प्रेसर कनेक्टर अभाइलेबल इन्टु डिफ्रेन्ट टाइप्स। एउटा मेकानिकल टाइप हुन्छ, एउटा कम्प्रेसन टाइप हुन्छ है त। अब वाइ एल्युमिनियम कनेक्सन निड्स केयर है, त्यो पनि यहाँ पढ्नु होला। अब स्प्लाइसिङ भनेको के हो, त्यो पनि यहाँ लेखेको छ, मजाले हेर्नु होला, पढ्नु होला, बुझ्नुहुन्छ मजाले। एकदम सर्ट पोइन्ट छ, बुझ्ने पोइन्टहरू छ है। म जस्ट आफ्नो नोट तपाईँहरूलाई प्रोभाइड गर्नको लागि यो भिडियो बनाएको, त्यही भएर स्क्रोल गर्दै जाँदैछु। तपाईँहरू मजाले यसको स्क्रिनसट लिनु होला अथवा लेख्नु होला। अब वाइ स्प्लेसिङ क्यानट बी अभोइडेड, यो पनि सोध्छ है। बस बार भनेको के हो, त्यो पावर सिस्टममा पढ्नु भएको छ तपाईँहरू। एउटा बसवे पनि पढ्नु होला, मजाले बुझ्नुहुन्छ, केही छैन योहरूमा, म नोट देखाएँ है त। त्यसै गरी हाम्रो च्याप्टर 3 पनि सक्यो।